दर्शन नमस्ते सेवारो गुड मर्निङ इलामे ठुलेको तर्फबाट है हजुरहरूलाई मैले अस्ति एउटा भिडियोमा पनि भनेको थिएँ है यहाँनिर यो आज ओर्लाबारी मङ्गलबारे यो हाम्रो यहाँनिर धिमाल मेला यहाँनिर चाहिँ एकदम भव्यका साथ लागिरहेछ। आज हेर्नुहोस् मत के कुवा यहाँ देख्दै हुनुहुन्छ होइन। त्यसै गरी यहाँ रोटेटिङ भएको 9 टिम भयो अनि यहाँनिर त्यसै गरेर यहाँनिर एउटा ट्रेन पनि कुदिराखेको देख्दै हुनुहुन्छ तपाईँहरूले होइन। बच्चाहरूको लागि यहाँ खेलौनाहरू यताउता सबै थोक सामानहरू छ यहाँनिर। यो चाहिँ अब यतापट्टि चाहिँ अब मिठाई पसलहरू भयो। त्यसै गरेर कार्यक्रमहरू चाहिँ माथिल्लोपट्टि हुँदैछ। यो चाहिँ सबै मिठाई पसलहरू। मिठो मन पराउनेहरू आउनुहोस् है यहाँ मिठाई खानु। सबै साथीहरूलाई मैले बोलाइराखेको थिएँ, निम्तो दिइराखेको थिएँ असार 2 गते भनेर। आज 2082 साल असार 2 गते भव्यका साथले यहाँनिर चाहिँ उर्लाबारीदेखि मङ्गलारे पुरानो मङ्गलाबारीको उत्तर साइडमा चाहिँ यो चाहिँ तल इन्ट्री गर्ने ठाउँ हो है। अब यहाँनिर जुस लाइन भयो, यहाँ अगाडि मासु गोस लाइन, उतापट्टि ठ्याक्कै भित्ता साइडमा चाहिँ सबै होटलहरू खाने पेय पदार्थहरू सबै पाउने यस्तो छ है। ल हेर्नुहोस् अब अहिले बिहान छ 9 बजेतिरको टाइममा यो चाहिँ यहाँनिर चाहिँ एकदम आउने जाने क्रमहरू बढिराखेको छ। सबै आफ्नो सामानहरू लिएर आउँदै हुनुहुन्छ। सबैजना आइदिनु होला यहाँ रमाउनलाई। घाम मस्त लागिरहेछ। पानी परेको भए अलिकति ढिलो हुन्थ्यो होइन। अहिले घाम लागेकोले एकदमै राम्रो भइराखेको छ। सबैजना आइदिनु होला। अब यहाँनिर चाहिँ हाम्रो मिठाईहरू हेर्नुहोस्, मिठाई पसलहरू आउनुहोस् है सबैजना। यस्तो छ भव्य भइरहेछ है। यहाँ आउनु होला सबैलाई। यतापट्टि राख्नु नि, यता हेर्नेहरू छ नि जुनले हेर्छ। अब यता माथि नाच्ने कार्यक्रमहरू भरे यहाँनिर अब हाम्रो यो धिमाल जातिहरूको चाहिँ आज यहाँनिर प्रदर्शनहरू हुन्छ होला, प्रतियोगिता हरेक अब आफ्नो वेशभूषामा सबै यहाँ पक्कै पनि उहाँहरूले देखाउनु हुनेछ। सबैजना आइदिनु साथीहरू मेरो। अनि नयाँ साथीहरूले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक कमेन्ट सेयर सबै साथीहरूले गरिदिनु होला है। यहाँनिर आउनुहोस् सबै रमाएर जानुहोस् है। यहाँनिर हेर्नुहोस् हरेक विविध केटाकेटीलाई खेलौनादेखि लिएर ठुलो सबैलाई खाने हरेक गेमहरू भयो। ल यस्तो छ यो फिल्ड है, दुईपट्टि फिल्ड छ, एकदमै भव्यका साथ लागिरहेछ। उखु जुस सबै कुराहरू पाइन्छ यहाँ। सबैजना आइदिनु होला। यहाँ चाहिँ हाम्रो धिमाल जातिहरूको केन्द्रीय कार्यालय हो यो। यहाँनिर यो भवनमा चाहिँ आइदिनु होला सबैजना है। ल फेरि अब अर्को भिडियोमा भेट्ने बाचा गर्दै हस्त सेवा हो।